नेपाली बाइबल संगतिको स्थापना प्रभुका दास पास्टर स्ट्यान रुबेशले परमेश्वरद्वारा नेपाली जातिहरूका निम्ति पाएको दर्शन अनुसार सन् 2009 मा युनाइटेड अरब इमिरेट्सको अलेन्स शहरमा भएको हो। सुरुमा उहाँ आफैले सुसमाचार सुनाउनु भएका केही दाजुभाइ दिदी बहिनीहरू र दाजु जेम्स र गुरुआमा आकृति लगायत केही दाजुभाइहरूलाई उहाँको आफ्नै घरमा समय समयमा भेला गराई संगति दिनुभयो। केही समय पश्चात दाजु सिमोन मोक्तानद्वारा सुरु गरिएको संगति झुण्डका पास्टर पिटर गुरुङ लगायत अरू केही दाजुभाइ दिदी बहिनीहरू र लेबर क्याम्पमा भेट्नु भएका पास्टर विष्णु तामाङ लगायत अरू केही दाजुभाइहरूलाई भेला गराई ओएसएस हस्पिटलको इभेन्जेलिकल चर्चमा सेवा संगति सुरु गर्नुभयो, जुन सेवा हालसम्म पनि निरन्तर रूपमा हुँदै आएको छ। नेपाली बाइबल संगति नामको अर्थ नेपाली जाति, भाषा र पहिचानको प्रतिनिधित्व, बाइबल हाम्रो विश्वासको आधार, परमेश्वरको वचन, संगति विश्वासमा आधारित समुदाय वा झुण्ड जसले जीवित परमेश्वरको आराधना गर्छन् र उहाँको वचन अनुसार जिउँछन्। हुन त नेपालीहरू युएमा धेरै समय अघि नै कामको सिलसिलामा आउन सुरु गरे तापनि नेपाली क्रिस्चियन मण्डलीहरू सन् 1997 देखि 2020 को समयमा सुरु भएको पाइन्छ। यसै क्रममा यस अलेन्स शहरमा पनि नेपालीहरू कामको खोजीमा आउन सुरु भयो। यही समयको बीचमा उहाँका दासहरूबाट सुसमाचार सुनि प्रभुलाई चिन्ने मौका पाए विश्वास गरेको देखिन्छ, जसको फलस्वरूप नेपाली बाइबल संगतिको स्थापना भयो। हाम्रो महान अनि जीवित परमेश्वरलाई धन्यवाद होस्, जसले यस मण्डलीलाई आफ्नो अनन्तको राज्य नेपाली जातिको बीचमा फैलाउन खडा गर्नुभयो। मण्डलीका सेवा संगतिहरू साप्ताहिक सेवा संगति यस प्रकारका छन्। हरेक शनिबार आराधना सेवा, स्थान इभेन्जेलिकल चर्च सेन्टर। हरेक आइतबार आराधना सेवा, स्थान प्रार्थना घर जहली। हरेक सोमबार दाजुभाइ संगति, स्थान प्रार्थना घर सरिकात। हरेक मंगलबार क्याम्प भिजिट, उत्साह, प्रोत्साहन र आशा दिनको लागि। हरेक बुधबार भेटघाट संगति, स्थान अलेन बजार। हरेक बिहीबार पारिवारिक प्रार्थना संगति। हरेक शुक्रबार घरेलु संगति 2 स्थानहरूमा, जहली प्रार्थना घर र सरिकात प्रार्थना घरमा। मासिक सेवा संगतिहरू यस प्रकार रहेका छन्। हरेक महिनाको तेस्रो हप्ता दिदी बहिनी संगति, हरेक महिनाको चौथो हप्ता जवान संगति, हरेक महिनाको अन्तिम हप्ता अल्वागन संगति करिब 100 किलोमिटर टाढा। साथसाथै समय समयमा अल्फा अध्ययन, डीबीएस बाइबल अध्ययन र दाजुभाइहरूलाई पिताको तालिम दिँदै आएका छौं। मण्डलीका सेवाकाई यस प्रकार रहेको छ। दुःख कष्टमा, समस्यामा, अप्ठ्यारो परिस्थितिमा र बिरामी अवस्थामा रहेका दाजुभाइ दिदी बहिनीहरूलाई भेटघाट गरी प्रार्थनाको साथै सहायता, उत्साह र हौसला प्रदान। नेपाल फर्किएका दाजुभाइ दिदी बहिनीहरू जसले सेवा संगति गर्दै परमेश्वरको राज्य विस्तारको काम गरिराख्नु भएको छ, उहाँहरूलाई समय समयमा आर्थिकी सहायता प्रदान। अप्ठ्यारो परिस्थितिमा परि नेपाल फर्किन आर्थिक अभावमा परेका दाजुभाइ दिदी बहिनीहरूलाई हवाई टिकट उपलब्ध। औषधि उपचार गर्नको लागि बीमा कभरेज नभएका व्यक्तिहरूका निम्ति आर्थिकी सहयोग जुटाई उपचार सहजीकरण। भिजिट भिजामा आएर काम खोज्ने व्यक्तिहरूका निम्ति जागिर खोज्न सहायता साथै अन्तर्वार्ताको लागि सम्बन्धित ठाउँमा पुर्याउन सहयोग। नेपाली बाइबल संगति केवल एक आत्मिकी जन्म स्थान मात्र होइन, यो एक मिशनरी ट्रान्जिट केन्द्र पनि बनिसकेको छ। यहाँबाट धेरै विश्वासीहरू संसारका विभिन्न देशहरू, पोर्चुगल, माल्टा, साइप्रस, मलेसिया,
कुवेत र अन्य देशहरूमा गएर मण्डलीहरूलाई सहायता, प्रार्थना र सेवामा संलग्न भइरहेका छन्। कतिले मण्डलीमा विशेष जिम्मेवारी र अगुवाको रूपमा सेवा पुर्याइरहेका छन्। त्यस्तै केही विश्वासीहरू फेरि नेपाल फर्केर असाधारण सेवाकाई गर्दै आइरहेका छन्। धेरै मानिसहरूलाई येशू ख्रीष्टमा ल्याइरहेका छन्। यसरी नेपाली बाइबल संगतिबाट निस्किएका जीवनहरू आज विश्वव्यापी सुसमाचार विस्तारको भाग बनेका छन्। यस मण्डलीका प्रमुख उपलब्धिहरू यस प्रकार छन्: बाल अर्पण 7, पवित्र विवाह 9, 300 भन्दा बढी मानिसहरूले येशू प्रभुलाई स्वीकार र ग्रहण, 100 भन्दा बढी बत्तिस्मा सम्पन्न, नेपालमा 2वटा चर्च स्थापना, प्राकृतिक विपत्ति र महामारीमा पीडित परिवारहरूलाई सहयोग र राहत प्रदान। मण्डली व्यवस्थापनको निम्ति बोर्ड कमिटीको स्थापना गरिएको छ, जसमा निम्न व्यक्तिहरू आबद्ध हुनुहुन्छ: पास्टर पिटर गुरुङ र गुरुआमा रनिमा, सल्लाहकार हाल नेपालमा सेवाकाई गर्दै हुनुहुन्छ पास्टर विष्णु तामाङ र गुरुआमा नैनकला, पास्टर सञ्जय रसाइली र गुरुआमा आकृति, प्रचारक तथा अगुवा गीता लिम्बू, पास्टर नरबहादुर श्रेष्ठ, पास्टर आश बहादुर लिम्बू, डिकन कुबेर राई, डिकन मदन प्रधान, अगुवा सरिता राई, कोयर र जवान लिडर उषा लामा। सोशल मिडिया। अहिलेको 21औं शताब्दीमा नेपाली बाइबल संगतिले सोशल मिडियाको भरपूर उपयोग गर्दै आइरहेको छ। हरेक आराधना सेवा फेसबुक र जुम अनलाइनबाट प्रत्यक्ष प्रसारण गर्ने गरिएको छ, जसको माध्यमबाट ड्युटीको कारण संगतिमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले संगति पाउन सकिरहेका छन्। हरेक सेवा संगतिमा रेकर्ड गरिएको भिडियोहरू युट्युबमा अपलोड गर्ने गरिएको छ, जुन फुर्सदको समयमा हेर्न सकिन्छ। साथै नेपाली बाइबल संगतिको प्रचार प्रसारको लागि आफ्नै वेबसाइट www.nepalibiblesangati.com खोलिएको छ। परमेश्वरको विश्वास योग्यता, प्रार्थना, धैर्यता र परमेश्वरको अगुवाईद्वारा सुरु भएको यो सानो संगति आज युएई र संसार भरका नेपालीहरूका लागि उज्यालो उदाहरण बनेको छ। नेपाली बाइबल संगति परमेश्वरको महान कार्यको जीवन्त ज्वलन्त गवाही हो। जब उहाँका जनहरूले प्रेम, भलाइ र एकतामा जुट्छन्, तब परमेश्वरले तिनीहरूद्वारा आफ्नो राज्य विस्तार गर्नुहुन्छ। परम प्रभु भला हुनुहुन्छ र उहाँको करुणा सदाकाल रहन्छ। उहाँको विश्वसनीयता पुस्तौंदेखि पुस्तौंसम्म रहि नै रहन्छ। भजन संग्रह 100:5। आमेन। अन्तमा यो मण्डली प्रभुबाट पाएको दर्शन अनुसार वृद्धि भई हजारौं मण्डली बन्न सकोस् भनी निरन्तर प्रार्थनामा सम्झिदिनुहुन विनम्र अनुरोध गर्दछौं। जय मसीह।